नमस्कार सम्पूर्णमा म राकेश गिरी। आज हामीले बिरुवामा भएको पिजिआर भन्छौँ, प्लान्ट ग्रोथ रेगुलेटर, त्यसको बारेमा कुरा गर्छौँ। जस्तै यो मानव शरीर चाहिँ हाम्रो शरीर छ भने शरीरको सबै सिस्टम कन्ट्रोल गर्नलाई, जस्तै यहाँ के भइरहेछ होइन, खुट्टाकोमा केही भयो भने यताउता केही भयो भने सबैको कन्ट्रोल गर्ने भनेको हाम्रो दिमाग हो होइन, मस्तिष्कले कन्ट्रोल गर्छ भने त्यस्तै बिरुवामा के हुन्छ भन्दाखेरि सम्पूर्ण एक्टिभिटी, केही चिज कता कमी भयो कति बढी भयो के भयो भन्दाखेरि सबै चिजको कन्ट्रोल गर्ने दिमाग चाहिँ हुँदैन होइन। उहाँहरूसित हुने भनेको हर्मोन हुन्छ है, जसलाई पिजिआर भन्छौँ, प्लान्ट ग्रोथ रेगुलेटर है, पिजिआर भन्छौँ, पिजिआर प्लान्ट ग्रोथ रेगुलेटर भन्छौँ। त्यसमा चाहिँ दुई किसिमको हुन्छ है, तिनीहरूले कन्ट्रोल गरेर हुन्छ। जस्तै फुल फुल्नु छ भने फुलाउने कि नफुलाउने, फुल्न दिने कि नदिने, जरा विकास गर्न दिने कि नदिने, वृद्धि विकास गर्न दिने कि नदिने, त्यो सबैको कन्ट्रोल गर्ने भनेको पिजिआर हुन्छ। अब यो चाहिँ दुई किसिमको हुन्छ, एउटा ग्रोथ प्रोमोटर हुन्छ जसले वृद्धि विकास चाहिँ बढाउने काम गर्छ है, प्रोमोट गर्ने बढाउने, र अर्को चाहिँ ग्रोथ इनिबिटर भन्छ है, रिटार्डर भन्छ अथवा इनिबिटर भन्छ, जसले चाहिँ वृद्धि विकास रोक्ने हुन्छ। यो चाहिँ ग्रोथ इनिबिटर वृद्धि विकास रोक्ने भयो, वृद्धि रोक्ने भयो। अर्को चाहिँ वृद्धि विकास बढाउने हुन्छ है। ग्रोथ प्रोमोटर भनेको यो वृद्धि विकास गर्ने होइन, बढाउने भन्ने, वृद्धि बढाउने भयो। यसमा चाहिँ हामीले कुरा गर्छौँ भन्दाखेरि यो चाहिँ ग्रोथ प्रोमोटर चाहिँ 3 किसिमको हुन्छ है, टोटल गरेर 5 किसिमको हुन्छ। यो चाहिँ ग्रोथ प्रोमोटर 3वटा र ग्रोथ इनिबिटर चाहिँ 2टा हुन्छ है। ग्रोथ प्रोमोटरको आज कुरा गर्छौँ, ग्रोथ इनिबिटरको अर्को भिडियोमा गरौँला है। यसमा चाहिँ 3 किसिमको हुन्छ, अघि नै भनिहालेँ। एउटा चाहिँ के हुन्छ भन्दाखेरि अक्जिन हुन्छ, अर्को चाहिँ जिब्रेलिन हुन्छ, र अर्को एउटा चाहिँ के हुन्छ साइटोकाइनिन। 3टा हुन्छ है। अब अक्जिन भन्छौँ है, अक्जिन भनेको के हो भन्दाखेरि जरा निकाल्ने, जराको वृद्धि विकास गर्ने काम गर्छ अक्जिनले। अक्जिन जस्तै बिरुवा केही बिरुवा हामी रोप्यौँ है, यो बिरुवाको बिउ चाहिँ छरेपछि बिउको यो माथि एउटा निस्किन्छ, एउटा तल निस्किन्छ, यसलाई चाहिँ प्लुमुल भन्छौँ। यसलाई चाहिँ भन्छ रेडिकल। त्यो रेडिकल जरामा जाने हो भने प्लुमुल चाहिँ पात, हाँगा तिनीहरूमा जाने हो है। यसलाई रुट भनौँ, यसलाई सुट भन्छौँ है, सुट सिस्टममा जाने हो। अब सुट सिस्टममा गएपछि यसमा पात भयो, काण्ड भयो, फल भयो, फुल भयो, 3 निस्किन्छ। यो जराको विकास गर्ने काम कसले गर्छ भन्दाखेरि अक्जिनले गर्छन्। अक्जिन भनेको बिरुवाको सबभन्दा ठुलो इन्जिन जस्तै हो है। जस्तै केही गाडी हाँकिराख्यो भन्दा कसले मेन काम गर्छ भन्दाखेरि इन्जिनले गर्छ भन्दाखेरि यस्तै यो जराको वृद्धि विकास गर्न अथवा भनौँ न फुल पात सबैको कन्ट्रोल गर्नलाई अक्जिनै मुख्य भूमिका गर्ने गर्छन्। अक्जिनको कुरा गरिराखौँ, अक्जिनलाई हामीले रुटिङ हार्मोन पनि भन्छौँ है, जरा पलाउने रुटिङ हार्मोन, यो जरा पलाउने हार्मोन पनि भयो। हार्मोन। अब यो अक्जिनको काम के हो भन्दाखेरि जरा पलाउँछन्, जराको वृद्धि विकास गर्छ। अर्को कुरा चाहिँ के हो भन्दाखेरि अक्जिनले एउटा अपिकल डोमिनान्स भन्छ है। यसलाई अपिकल डोमिनान्स भनेको कस्तो भन्दाखेरि अपिकल डोमिनान्स भन्छौँ, यो जहिले पनि बिरुवाको यो माथिल्लो भाग बढिरहोस्, लामो आकारमा बढिरहोस् भनेर चाहन्छ है। त्यही भएर चाहिँ यसले चाहिँ के गर्ने भन्दाखेरि सेकेन्डरी छेउछाउतिर जरा के अरे हाँगाहरू नबढिकन यो माथितिर बढ्न दिन्छ। त्यही भएर चाहिँ कहिलेकाहीँ के हुन्छ भन्दाखेरि फुलहरू भयो भन्नु न, छेउछाउको हाँगा बिङ्गाहरूलाई चाहिँ यसले रोक्ने काम गर्छ। यो सिधै बिरुवालाई चाहिँ अग्लो भइराखोस् भनेर त्यस्तो चाहन्छ। अनि अर्को कुरा चाहिँ के गर्छ भन्दाखेरि यो धेरै जसो केसमा यो टमाटर भयो है, त्यसपछि खुर्सानी भयो, भेन्टा भयो, त्यसपछि कटन भयो, यो कपास, यिनीहरूमा हेर्छौँ होइन धेरै फुल फुलिरह र फुल फुलेपछि फुल झर्छ। त्यो किन झरेको होला भन्दाखेरि यहाँ चाहिँ फुल हुन्छ है, यो फ्लावर भयो, फुल भयो, फुलमा यसरी यो फुल भयो भन्दाखेरि यो फुलको लेयर हुन्छ है, यहाँ
यो फुलको यो लेयर हुन्छ, यो फुल भयो है, फ्लावर बिरुवाको यो फुल फुल्यो भने यहाँ फुलमा चाहिँ यहाँ के हुन्छ भने एब्सिसन लेयर हुन्छ। एब्सिसन लेयर भनेको फेभिकल जस्तो लेयर हुन्छ यहाँ। यो भनेको के को कारणले गर्दा हुन्छ भन्दै अक्सिजनको कारणले गर्दाखेरि यो एब्सिसन लेयर चाहिँ क्रिएट गरेको हुन्छ। यो अक्सिजनको कमी भयो भन्दाखेरि यो लेयर चाहिँ झर्छ, कम हुन्छ, फाट्छ, अनि यो फुल चाहिँ यहाँबाट टुटेर भाँचेर तल झर्ने काम गर्छ। त्यस्तै कुनमा झर्छ भन्दाखेरि खुर्सानी भयो, भेन्टा भयो, अर्को चाहिँ गोलभेडा, कपास, सोलानेसी फ्यामिलीको जति छ तिनीहरूमा चाहिँ यो समस्या बढी हुन्छ। यो फुल झर्ने समस्या हुन्छ। फुल झर्ने समस्या अक्सिजनको कमी भएर बन्यो। त्यसपछि के गर्ने भन्दाखेरि यो भनौँ न बजारमा चाहिँ प्लानोफिक्स भनेर पाउँछ। त्यो प्लानोफिक्स चाहिँ तपाईँले हालिदिनु भयो भने यो पिपिएममा पाउँछ है, त्यो पिपिएममा हाल्नुपर्छ। पिपिएममा हालिदिनु भयो भने त्यहाँबाट चाहिँ यो फुल झर्ने समस्या चाहिँ कम हुन्छ है। के पाउँछ भन्दाखेरि प्लानोफिक्स, बायर कम्पनीको प्लानोफिक्स पाउँछ, त्यो चाहिँ हालिदिनु भयो भने सजिलो हुन्छ। अर्को कुरा चाहिँ अक्सिजन कस्तो हुन्छ भन्दाखेरि अक्सिजनको बेसी पेट्रोल मुभमेन्ट हुन्छ। जस्तै यो बिरुवामा यो अक्सिजन बन्ने काम कहाँ गर्छ भन्दाखेरि नयाँ पात भयो भने यो माथिको नयाँ पात हुन्छ, यहाँ पातमा बन्ने हुन्छ र बेसतिर जाने हुन्छ। त्यसै भएर चाहिँ यसलाई बेसी पेट्रोल मुभमेन्ट बन्छ। बन्न चाहिँ माथि बन्छन्, स्टोर हुन चाहिँ तलतिर आउँछन्। त्यही भएर जरानिर स्टोर हुने भएकोले यसलाई हामी के भन्छौँ भन्दाखेरि रुटिङ हार्मोन भनेको जरातिर काम गर्छ। अब यस्तो रूपमा चाहिँ के पाउँछ भन्दाखेरि बजारतिर प्लानोफिक्स पाउँछ। अर्को यो हाम्रो कटिङमा चाहिँ मेन गरेर रुटेक्स हार्मोन हुन्छ, त्यसमा चाहिँ यो अक्सिजनको मात्रा हुन्छ है। त्यो अक्सिजनको मेन काम यति हो। अर्को चाहिँ यो साइटोकाइनिनको कुरा गर्छौँ। साइटोकाइनिनको अर्को हार्मोनमा गर्दाखेरि यसले वृद्धि विकास गर्ने हो है। साइटोकाइनिन र जिब्रेलिक दुइटै हुन्छ। जिब्रेलिकको काम के हो भन्दाखेरि जस्तै यो बिरुवा छ होइन, यो एउटा बिरुवा भयो, बिरुवाको एउटा काण्ड छ, यो एउटा गाँठ भयो, यो जरा भयो, एउटा गाँठ छ यहाँ, एउटा गाँठ छ, एउटा गाँठ छ होइन। यसलाई नोड भन्छौँ। यो नोड, यसले बिचकोलाई चाहिँ इन्टरनोड भन्छ। इन्टरनोड, यो इन्टरनोड स्पेस भयो दुईटा, यो नोड यो गाँठो र यो गाँठोको बिचमा चाहिँ स्पेस चाहिँ बढाउने काम गर्छ। यो दुइटै एउटा गाँठो यहाँ छ, यो गाँठो र अर्को यो गाँठो छ भने यो दुइटैको स्पेस चाहिँ बढाउने काम, यो तन्काउने काम कसले गर्छ भन्दाखेरि अक्सिजन के अरे जिब्रेलिनले गर्ने गर्छन्। अब जिब्रेलिन हार्मोन भनेको मेन भनेको त्यो बिरुवालाई चाहिँ अग्लो बनाइदिने हो। जरालाई चाहिँ के भन्छ भन्दाखेरि उसको काण्डलाई चाहिँ बढाउने काम गर्छ। त्यस्तो रूपमा चाहिँ हाम्रो पिपिएममा पाइरहेको हुन्छ। जस्तै यो यस्तो क्रिनोका भनेर पाउँछ, जिब्रेलिक एसिड हुन्छ है। त्यसपछि हामीले यो मसुरोमा पनि धेरै हालिरहेको हुन्छौँ, यो के अरे पोषक सुपर, यसमा पनि जिब्रेलिक एसिड हुन्छ है। यिनीहरूले चाहिँ कस्तो हुन्छ भन्दाखेरि सेल बढ्ने भन्दा पनि कस्तो, यो सेल छ होइन, कोष छ, यो कोष छ भने यो कोषलाई चाहिँ के गर्छ भन्दाखेरि यसलाई तन्काइदिने काम गर्छ, लाम्चो पारिदिने काम गर्छ। यो काम कसले गर्छ भन्दाखेरि जिब्रेलिन हो। त्यही भएर चाहिँ तपाईँले चाहिँ हाल्दाखेरि के गर्नु पर्यो भन्दाखेरि सबभन्दा राम्रो जस्तै उखु छ भने उखु बाली भयो है, उखु। त्यसपछि अङ्गुरमा तपाईँले यसको साइज छ, फल सानो छ भने यसको यो सानो छ भने यो सानो फललाई चाहिँ यसले तन्काइदिन्छ। त्यही भएर चाहिँ अहिले मार्केटमा पाउने अङ्गुरहरू लाम्चो भएको हो। त्यो के कारणले भएको हो भन्दाखेरि जिब्रेलिनको कारणले भएको हो। जिब्रेलिन एसिड चाहिँ हाल्नुभयो भने यस्तो चाहिँ यो नोडदेखि इन्टरनोड बढाइदिन्छ। उखुमा पनि धेरै राम्रो हुन्छ। त्यही भएर उखु किसानहरू चाहिँ यो जिब्रेलिन एसिडको प्रयोग गर्नुभयो भने राम्रो हुन्छ। मसुरोमा पनि सानो छ भने ठिकै छ। अहिले धेरै जसो भनौँ न गहुँमा चाहिँ हाल्ने गर्नुभएको होइन जिब्रेलिक एसिड, त्यो चाहिँ राम्रो होइन। गहुँमा एउटा नोडदेखि अर्को, एउटा गाँठदेखि अर्को गाँठ बढ्यो भने त्यसको हाइट बढ्छ, त्यो ढल्ने केही गाडी हावाहुरी लाग्यो भने ढल्ने चान्स बढी हुन्छ। त्यही भएर चाहिँ नहालेकै राम्रो। मसुरोमा पनि कमी समय हाल्यो भने ठिक छ। अर्को कुरा चाहिँ कहाँ भयो, के कुरा गर्छ भन्दा एउटा साइटोकाइनिन छ। साइटोकाइनिन भनेको सेल डिभिजन गर्ने हो। अब मैले भने त बिरुवाको वृद्धि विकास गर्ने भन्ने दुई तरिका भयो। एउटा
कोष हुन्छ, कोष चाहिँ बढेर भयो, अर्को कोष चाहिँ डिभिजन गरेर एउटा कोषदेखि दुईटा कोष तीनटा कोष टुटेर हुने कुरा हुन्छ। जस्तै अघि भनिहाले यो एउटा कोष छ, कोष चाहिँ एउटै कोषलाई चाहिँ लाम्चो पारिदियो भने त्यो काम कसले गर्छ भन्दाखेरि जिब्रेलिक एसिडले गर्छ। र एउटा कोष छ हैन, एउटा कोष छ, यो कोष डिभिजन भयो, विभाजन भयो, दुईटा कोष बन्छ, दुईटाबाट यो दुईटा बन्यो, अर्को यो दुईटाबाट यो दुईटा बन्यो, यसरी चाहिँ एकदेखि दुईटा, दुईटादेखि चारवटा, चारवटादेखि आठवटा बन्यो भने त्यो काम कसले गर्छ भन्दाखेरि साइटोकाइनिनले गर्ने गर्छ। अब साइटोकाइनिन यो भनेको खास भनेको सेल डिभिजन गर्ने काम गर्छ, कोषलाई विभाजन गर्ने काम गर्छ। यो कोष विभाजन भएपछि यो कुनै पनि बिरुवा चाहिँ पहिलो भइरहा सुकिरहा त्यसलाई चाहिँ जवान गर्ने काम गर्छ है। नयाँ नयाँ पात हरियोपना हरायो, यो क्लोरोफिलको मात्रा कम भयो भने त्यसलाई क्लोरोफिलको मात्रा बढी गर्ने काम कसले गर्छ भन्दाखेरि यो साइटोकाइनिनले गर्ने गर्छ। अब साइटोकाइनिन भने बजारमा के पाउँछ भन्दाखेरि थुप्रै किसिमको यो सी एक्सट्राक्ट सोलुसनहरू पाउँछ, सी एक्सट्राक्ट सोलुसन भनौँ है। जस्तै धनजाइम भयो हैन, बायोजाइम भयो, बायोजाइम, धनजाइम है, धनजाइम भयो, बायोजाइम भयो, अर्को ह्युमिक एसिड भयो, विभिन्न किसिमको ह्युमिक एसिडहरू हुन्छ। जस्तै यो काला सोना भयो, यो पनि ह्युमिक एसिड हो है। यिनीहरूले चाहिँ सेलको डिभिजन गर्ने काम गर्छ, साइटोकाइनिनको मात्रा चाहिँ बढाउने काम गर्छ है। यति हो। अब यो हार्मोनहरू चाहिँ धेरै चाहिने होइन, थोरै चाहिने हो। तर हार्मोन दिँदाखेरि के गर्नु पर्यो भने तपाईँले चाहिँ जति मात्रा चाहियो त्यति मात्रा नै दिनु पर्यो। धेरै दिनुभयो भने त्यसले हानि गर्छ, कम दिनुभयो भने त्यति पनि काम गर्दैन। र हार्मोन दिँदाखेरि जहिले पनि हार्मोन कस्तो हुन्छ भने थोरै मात्रामा चाहिने हो। र खेतमा चाहिँ चिस्यान हुनु पर्यो, नमी हुनु पर्यो। चिस्यान भएन भने यसले पात नै डढाइदिने, भनौँ न नराम्रो इफेक्ट पार्छ। त्यही भएर चाहिँ खेतीपातीमा खेतमा चाहिँ चिस्यान भएको धेरै राम्रो हुन्छ। त्यति बेला भयो भने दिनु होला। र हर्मोन दिँदाखेरि जहिले पनि बेलुकातिर दिनुभयो भने राम्रो हुन्छ है। बेलुकातिर रातभरि चाहिँ प्लान्टले एब्जर्ब गर्छ र आफ्नो राम्रो काम गर्छ। के अरे घाम लागेको बेलामा दिनुभयो भने त्यो उडेर जाने, काम धेरै नगर्ने चाहिँ हुन्छ। यसरी चाहिँ ख्याल गरेर दिनु होला। हस्, आजलाई यति। हस्, धन्यवाद।